दर्शकबिन यति बेला हामी सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर 8 को यो जाजुरा दहतालमा छौँ। यहाँ एउटा दुःखद घटना घटेको छ। यो दहतालमा हामी धेरैजना विशेष कामले आइरहेको समयमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 मा एउटा पसलमा काम गर्नको लागि कामदारको रूपमा ग्रिल पसलमा काम गर्नको लागि काम गर्ने कामदार को टिम सहितको 6-8 जनाको टिम यो दहतालमा घुम्नको लागि आएको अवस्थामा यहाँ डुबेर एकजनाको बेपत्ता भएको हामीले प्रहरीबाट र हामीले पनि जानकारी पाएका छौँ। र विशेष गरेर यो दहतालमा आज बिहान करिब 11:30 बजेको समयमा हो डुबेर पौडी खेल्ने क्रममा 8 जना यही ढुङ्गा नजिकैको आसपासमा हो पौडी खेल्ने क्रममा 8 जना साथीहरू कोही बर्दियाको हुनुहुन्छ, कोही वीरेन्द्रनगरको, कोही गुराँस गाउँपालिकाको दैलेखको पनि हुनुहुन्छ। उहाँहरू 8 जना आएर पौडी खेल्ने क्रममा जो बेपत्ता हुनुभएको एकजना व्यक्ति जो गुराँस गाउँपालिका वडा नम्बर 8 दैलेख घर भएको भनेर हामीले प्रहरीले जानकारी दिएको छ। रमेश पुन मगरको बेपत्ता भएको खबर हामीले पाएका छौँ भने अहिले खोजी कार्य जारी भइरहेको छ। यहाँ खोजी कार्य भएको छ। बिहान 11:30 बजेदेखि इलाका प्रहरी कार्यालय बादियाचलको टिम लगायत यहाँका स्थानीयहरू सबैजना यो दहतालमा खोजी गर्दै गर्दा अहिलेसम्म पनि बेपत्ता रमेश पुन मगरको त्यो बेपत्ता जो हुनुहुन्छ उहाँलाई भेटाउन सकिएको छैन। यो एकदमै गहिरो पनि छ, दहताल गहिरो पनि छ। त्यो गहिरो दहतालमा भित्र एकदमै अँध्यारो पनि छ र यहाँ खोजी कार्य जारी नै छ। सशस्त्रको टोली बडा चौगुने गाउँपालिकाबाट पनि सशस्त्रको टोली आएको छ। यहाँ खोजी कार्य भइरहेको छ र अहिलेसम्म भेटाउन सकिएको छैन र एकजना जो बेपत्ता हुनुहुन्छ उहाँको खोजी कार्य भइरहेको छ। अरू 7 जना पनि यतै हुनुहुन्छ। 7 जना सँगै आएको टिम अहिले यहाँ प्रहरी सँगै छ भने यो खोजी कार्य भइरहेको छ। आशा छ यो खोजी कार्य गर्दै गर्दा मृतक बेपत्ता भएका रमेश पुन मगरको भेटिएको हामीले खबर सुन्न पाऊँ र यो एकदमै खोजी कार्य भइरहेको छ। यसलाई अझै गोताखोरको टोली ल्याउने कि अथवा कसरी गर्ने भन्ने कुरा पनि चलिरहेको छ। र दहतालमा यसरी पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने हामीले यहाँहरूको माझमा जानकारी दिन्छौँ र खोजी कार्य भइरहेको छ। एकदमै गहिरो छ त्यो ढुङ्गा हो। यो ढुङ्गामा हामीले पनि हेर्दै गर्दा 8 जना पौडी खेल्दै हुनुहुन्थ्यो। हामी पनि यहाँ नजिकै थियौँ। नजिकैबाट हामीले हेर्दै गर्दा यहाँका ती 8 जना मध्येमा 7 जनाले एकजना मान्छे डुब्यो भनेर यसरी भन्दै गर्दा उनीहरूले पनि बचाउन प्रयास गरेका हुन्। अनि त्यो बचाउँदै गर्दा अब पानीभित्र अलिक गाह्रो भयो, उनीहरूलाई पनि जानकारी थिएन होला र अहिले बेपत्ताको खोजी कार्य भइरहेको छ। मैले यहाँहरूलाई यो जानकारी गराएँ र बाँकी पछि हामी अपडेट गराउँदै गर्नेछौँ।